सो गाइज भिडियो एकदम लामो हुनेवाला छ। अन्तिमसम्म हेरिदिनु होला अनि कस्तो छ प्रतिक्रिया दिनुहोला। त्यही हो गाइज, भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। सो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग भिडियोमा सबैजनालाई स्वागत छ। म चाहिँ आज थानकोटतिर आएको छु। तरकारी के कस्तो छ भनेर टक्कै यस्तो छ, भर्खर भर्खर लागिरहेछ तरकारी चाहिँ। यस्तो छ, पुरै कला पनि छ उता। हाम्रोतिर चाहिँ यसलाई कला भन्छ होइन, अब यहाँतिर चाहिँ के भन्छ थाहा छैन। अनि पुरै यो लाइनै कलाको छ कि, यो तलको लाइन, यो लाइन चाहिँ कला भन्छ हाम्रोतिर। सो गाइज त्यही हो, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। आज चाहिँ बाटोमा किनकि बोलेन, मैले भोइस चाहिँ क्याप्चर गरेको थिएन। अनि ट्याक्कै सिधै भिडियो मात्र बनाएको छु, त्यही हेरेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि बाँकी के हुन्छ देखाउँदै जान्छु। अनि म साइकल लिन आएँ यहाँ त, त्यतिखेर यहीँनिर मान्छेको यहाँ रह क्या। मान्छे पुरै ढलिया न, वरिपरि उही छैन, मान्छेहरू पुरै हेरिरह मात्रै, त्यो बिचमा ढलिया, ट्राफिक पनि त्यतिकै रोकिया क्या। मिरे आगे गतेबाट मिरे लाग्यो। जङ्गल त क्या दामी देखिरहेको छ अहिले। आजको यात्रा चाहिँ हुन्छ हाम्रो थानकोटसम्म, रानीबारीसम्म हुन्छ आजको यात्रा। अनि हेरौँ कस्तो हुन्छ, नन स्टप भिडियो बन्दैछ। यातायातले कति वातावरण प्रदूषण गरायो गाइज यार, यो हेर न यो। कहाँबाट हिँडिरहेको केटा? बाटै कब्जा गर्छ।
केही हुन्न। अब अलि 5-6 मिनट चलाइसक्यो भने जोसी अर्को हुने रहेछ खाना खान नचिन्ने एम्बुलेन्स। पेट्रोल पम्पबाट कि उताबाट छिराउनुहुन्छ त्यो चाहिँ थाहा छैन। मलाई लागिरहेछ उतैबाट छिराउनुहुन्छ जस्तो लाग्छ। भ्याली कलेज चाहिँ यहाँनिर छ। यो भ्याली कलेज भयो। म चाहिँ भ्याली कलेजको सभापति, राइडर चाहिँ भ्याली कलेजको सभापति। यहीबाट छिराउनुहुन्छ ल। भ्याली कलेज यहाँबाट चाहिँ राइड जान्छौँ जस्तो लाग्छ। अगाडिको रोड हेरौँ कस्तो यो गल्लीबाट छिराउनु चाहिँ लास्टै मलाई झ्याउ लाग्छ कि गल्लीबाट छिर्दाखेरि। यस्तो कति अग्लो अग्लो हालेको छ कि हेर्नु त्यो यहाँबाट चाहिँ यस्तो ओह्रालो छ। फेरि हामी त यो बाटो साइक्लिङ पनि गरेको कि दुईजनाले। बप्पाल छ यहाँबाट ओह्रालो। यस्तो ढलान गरेको छ, पुरै नास्टी ओह्रालो छ यो। यस्तो दामी छ। यो गोपाल
जहाँ छ त यो काउली र गोबी मात्र लगाएको छ अहिले सिजनै यसकै रहेछ धनभन्दा मन ठुलो हुनुपर्ने माथिबाट चाहिँ कहाँ जान्छ मलाई चाहिँ थाहा छैन हामी चाहिँ जाँदैछौँ अहिले सिधै ज्याक्कीकोमा ज्याक्की रनकोमा जाँदैछौँ अहिले सो गाइज हामी चाहिँ पुगिसक्यौँ टक्क ज्याक्की दाइकोमा जाँदैछु म पुगिरहनु भए अनि भागा जागरी हिँडिरहनु भए म चाहिँ यहाँ टक्कै बिस्तारै हिँडिरहेको छु यस्तो छ गाउँतिर सेम गाउँकै फिल आउँछ यतातिर गाई हेर न गाई यत्रो गाई छ दुइटा ए बाजा नै कुडो पकाइरहन् त ल कुडो पकाइरहन् केटाहरू ज्याक्की दाइका गाई हुन् कि दालती गाई हुन् दुईटा रहन् दौडेर आइरहन् केटाहरू मोबाइल सोबाइल छोड्नु तेरो दुध दिँदा कि नै त्यसो भए भाले भाले जस्तै गरिखाएको केटाले उठाउ हामी चाहिँ टडेलातिर जाँदैछौँ यता टडेला टमाटर निकाल्ने काम भइरहेको छ सो हामी चाहिँ लागिरहेको छौँ बाटोमा हेरौँ कति मिनट लाग्दो रहेछ यहाँ दहचोकबाट कलौकीसम्म कति मिनट आउनुहुन्छ आज हेरौँ एकदम कलङ्कीसम्म चाहिँ कति मिनट लाग्दो रहेछ जस्तो
हजुर लास्ट सानो है यो सो गाइज हामी चाहिँ अहिले पुगिसकेका छौँ कलङ्की भगवान् टिकिरह यार दामी लाग्छ मलाई पुरै हालेर हो त है यो एकदम यो बाइकै नचिन्ने गर्नुपर्ने है यहाँ तलसम्मै हालेर ल गाइज हामी चाहिँ कालीमाटी चोकमा आइसकेका छौँ बेला बेला चुप्पा गएर